छ अनि गोबर मल 15 बोरा किनेको छ। यताको त रायो त फल भएन छ सबै रायोको जोकोडेको रायो भयो जोकोडेको कति मजाले यसको त हुँदैछ। सिनिक सानिक पारिदिनु भएछ ल हाल्नुपर्छ यसरी मल। यहाँ पनि त्यो जति चाहिँ उम्रिँदैछ है। अलैँची पनि फुल्नु त फुलो फल्नु सक्दैन। त्यहाँ रोपिदिनु भएछ ल। त्यहाँ कोइरालो अब यो फुल्नु लाग्यो अलिअलि फुल्दै रहेछ। उता झ्याप्पै फुलेको थियो अहिले त मल खनाउनु पाएको छैन। कता लगेर रोपिदिनु भएछ त्यो रातो फुलको। ए सानो त्यहाँ पो रोपिदिनु भयो। त्यहाँ भए पनि जाग्नु त जाग्छ होला। ए त्यता पो फुल्दै रहेछ त कलरको उता यता पो फुल्दै रहेछ त। ए त्यहाँ पनि यत्रो सानो रहेछ त्यहीँ जाग्छ होला त्यो रातो फुलको। त्यो केराको फेदमा पनि पहिलेको पनि आउँदै गरेको जस्तो देख्छु त्यो फुलकै। दाउरो पर्सि उ गर्ने भयो लु है हुँदै रहेछ। अलिअलि फुल्दै थियो कता गयो ऊ पनि बगनबेली पनि के भएर हाम्रो बगनबेलीलाई खाना दाना नपुगेर आफू चाहिँ गयो के खाना दाना पुग्छ र। यो चाहिँ उम्रियो यसलाई सुकेर पानी पर्ने भयो। अब पानी पर्ने भयो रोपिहाल्नु पर्थ्यो। त्यो हात्ती पाइले घर तरुल चाहिँ हात्ती पाइले घर तरुल यही हो हाम्रो बगनबेली फुलेको यही हो। अरू चाहिँ पात मात्रै भयो।